ल खासै मेसेज आउला जस्तो आश त लागेको थिएन, आयो त हो मेसेज त। ल सब सेलिब्रेटीहरूले मेसेज गरेको नि त, के हो यस्तो? अब चाहिँ हाम्रो फर्स्ट सेलिब्रिटीलाई मेसेज गरौँ है त। सो हजुरले चाहिँ यहाँ लिस्ट हेर्न सक्नुहुन्छ है। सो सबसे सुरुमा प्रदीप खड्कालाई मेसेज गरौँ है। हजुरले डिस्प्लेमा देख्न सक्नुहुन्छ मैले के गरेछु भनेर। प्रदीप खड्का। सो सर्च भइसकेको छ, प्रोफाइल खोलौँ। ल मेसेज गर्नै मिल्दैन त, के हो यो? आई रिफ्रेस गरेर मिल्दैन। ल यो के हो? कल्की भन्ने फिल्म आउँदो रहेछ त। यो त प्रभासको फिल्म होइन र, साउथ इन्डियन। ल नेपाल, म यसमा केही पनि आफ्नो प्रतिक्रिया दिइनँ। के हो यार, कल्की भन्ने फिल्म आउँदो रहेछ नेपालमा नि, अचम्म छ त नि। सो मेसेज गर्न मिलेन है प्रदीप खड्कालाई चाहिँ, सुरुमै झ्याउ भयो नि त। अब अर्को सेलिब्रिटीतिर जाम है त, के थाहा मिल्छ कि। अब चाहिँ हाम्रो सेकेन्ड सेलिब्रिटीलाई मेसेज गरौँ है त। सो टाइम आइसकेको छ, हजुरले चाहिँ लिस्ट हेर्न सक्नुहुन्छ। लिस्टमा दोस्रो नम्बरमा चाहिँ पल शाहको नाम छ। सो फेसबुक खोलौँ पहिला है, फेसबुक खोलौँ, मेसेजमा जाऊँ, अनि के लेख्ने, हेलो दाजु, अनि बिग फ्यान, अनि हात इमोजी लेखेर सेन्ड गरौँ। सेन्ड हुँदैछ है त। सो सेन्ड भइसकेको छ। सो हामीले पल शाहलाई नि मेसेज गरिसकेका छौँ र हामीले चाहिँ के गरौँ भन्दाखेरि यो सबै रिप्लाईहरू चाहिँ 24 घण्टापछि एकैचोटि हेर्नेवाला छौँ है त। पहिला सबै सेलिब्रिटीहरूलाई मेसेज गरौँ, अनि 24 घण्टापछि चाहिँ कसको के रिप्लाई आउँछ सबै एकैपटकमा हेर्नेवाला छौँ है त। सो अब चाहिँ दोस्रोलाई नि गऱ्यौँ, अब थर्ड सेलिब्रिटीलाई मेसेज गर्ने पालो। अब चाहिँ हामीले मेसेज गर्नेवाला छौँ दयाङ राईलाई है त। सो दयाङ राई चाहिँ अहिलेको एकदम, मैले भन्नै पर्दैन, दयाङ राई भनेको नेपाली फिल्म इन्डस्ट्रीको वान अफ दि मोस्ट पपुलर एक्टर हो। सो अब चाहिँ म दयाङ राईलाई मेसेज गर्न जाँदैछु मैले चाहिँ है। सो पहिला फेसबुक खोलौँ है त। फेसबुक यहाँ हजुर यहाँ देख्न सक्नुहुन्छ है त। दयाङ राईलाई पनि मेसेज गरौँ है। ल ठिक छ, म चाहिँ दयाङ राईलाई मेसेज गरिसकेको छु। यसैसँग चाहिँ हाम्रो 3टा सेलिब्रिटीलाई मेसेज गर्ने प्रोसेस चाहिँ भइसकेको छ है त। हामीले चाहिँ थर्ड सेलिब्रिटीलाई मेसेज गरिसक्यौँ र अब चाहिँ हाम्रो फोर्थ सेलिब्रिटीको नाम छ निखिल उप्रेती, पुरानो एक्टर है, एकदम खतरा लेजेन्डरी एक्टर निखिल उप्रेतीलाई मेसेज गरौँ। सो अब फेसबुकमा जाऊँ पहिला है, नाम सर्च गरौँ, निखिल उप्रेती सर्च आइसक्यो है। प्रोफाइल खोलौँ, अब मेसेजमा जाऊँ है, मेसेज गरौँ। के लेख्ने भन्दाखेरि हेलो सर बिग फ्यान, अनि हात इमोजी गरौँ है त। ल गाइस सेन्ड भइसकेको छ। सो हामीले निखिल उप्रेतीलाई नि मेसेज गरिसकेका छौँ। यसै गरी चाहिँ हामीले 4वटा सेलिब्रिटीले चाहिँ मेसेज गर्न सक्यौँ है त। नाउ इट्स टाइम टु मेसेज वान अफ दि मोस्ट पपुलर नेपाली सिङ्गर आउट दियर, प्रकाश सपुत है त। प्रकाश सपुतलाई नि मेसेज गरौँ है त। के हुँदैछ भिडियोमा, मैले कसलाई मेसेज गरिसकेँ, शर्म पनि लागिसक्यो मलाई, तर पनि केही छैन, भिडियोको लागि चाहिँ मेसेज गर्नुपर्छ। सो प्रकाश सपुत मैले सो प्रकाश सपुतलाई भेटेँ। अब चाहिँ मेसेज गरौँ है त। हजुरले यता देख्न सक्नुहुन्छ है। सो गाइस म चाहिँ प्रकाश सपुतलाई मेसेज गरिसकेको छु। यसैसँग चाहिँ हामीले धेरै सेलिब्रिटीहरूलाई मेसेज गरिसकेका छौँ। अब चाहिँ मलाई हल्का शर्म लागिरहेको छ, 5वटालाई गरेँ, मलाई आएको छैन, 5वटालाई गरेँ। अब चाहिँ हाम्रो नेक्स्ट सेलिब्रिटीतिर मुभ अन भौँ है त। सो गाइस हामीले चाहिँ 5वटा सेलिब्रिटीलाई मेसेज गरिसकेका छौँ र नाउ इट्स टाइम टु मेसेज आवर सेलिब्रिटी। हजुरले चाहिँ यहाँ नाम देख्न सक्नुहुन्छ। सो नाउ वी आर गोइङ टु मेसेज महेश त्रिपाठी सर। सो जसले चाहिँ महेश त्रिपाठीलाई चिन्नु भएको छैन, उहाँको चाहिँ लेटेस्ट मुभी आएको थियो लास्ट शरणम, र त्यसमा चाहिँ उहाँले एकदम दामी एक्टिङ गर्नुभएको थियो। जे होस् उहाँ चाहिँ अहिलेको नेपाली फिल्म इन्डस्ट्रीको एउटा राइजिङ स्टार हो। सो उहाँलाई नि मेसेज गरौँ है त। हेलो सर बिग फ्यान अफ यु एन्ड योर वर्क। सो यति लेखेर मेसेज गरौँ। सो रिप्लाई आउँछ कि नै हेरौँ। यसैसँग चाहिँ हामीले हाम्रो 6वटा सेलिब्रिटीले चाहिँ मेसेज गरिसकेका छौँ है त। सो
सो गाइज हामीले चाहिँ 6 जना सेलिब्रिटीलाई मेसेज गरिसकेका छौँ र मैले के सोचेँ भन्दाखेरि हामीले जुन 6 जना सेलिब्रिटीलाई मेसेज गर्यौँ नि उहाँहरू त सबै एक्टरै हुनुहुँदो रहेछ नि त। हामीले त नेपाली फिल्म इन्डस्ट्रीको कोही पनि टप डाइरेक्टर र प्रोड्युसर उहाँहरूलाई चाहिँ मेसेजै गरेको रहन्छौँ। त्यसपछि चाहिँ मैले गुगलबाट चाहिँ टप डाइरेक्टरहरूको नाम पत्ता लगाएँ। सो हजुरले यहाँ देख्न सक्नुहुन्छ। नम्बर 1मा चाहिँ मैले जुन नाम पत्ता लगाएँ उहाँ हुनुहुन्छ आमिर केसी सर। आमिर केसी सर पनि नेपाली फिल्म इन्डस्ट्रीको एउटा एकदमै राम्रो डाइरेक्टर हुनुहुँदो रहेछ। नम्बर 2मा हुनुहुन्छ हाम्रो लिस्टमा नवराज शर्माजी। नवराज शर्माजी पनि एकदम राम्रो राइजिङ डाइरेक्टर हुनुहुँदो रहेछ नेपाली फिल्म इन्डस्ट्रीको। र नम्बर 3मा चाहिँ हाम्रो पपुलर डाइरेक्टर शशाङ्क कण्डेल सर हुनुहुन्छ है त। शशाङ्क कण्डेल सरलाई चाहिँ हजुरले पक्कै चिनेको हुनुपर्छ किनकि उहाँले चाहिँ अहिलेको नेपाली मुभी इन्डस्ट्रीको एकदमै राम्रो मुभी होस्टेल जुन फ्रेन्चाइजको 3rd पार्ट थियो नि होस्टेल 3 मुभी जुनमा चाहिँ हाम्रो पपुलर टिकटक स्टार कुल बोयले एक्ट गरेका थिए त्यो मुभीको डाइरेक्टर चाहिँ शशाङ्क कण्डेल सरै हुनुहुँदो रहेछ है त। सो अब कति पनि ढिलो नगरिकन तिनैजनालाई मेसेज गर्नतर्फ लागौँ है त। अब चाहिँ कति पनि ढिलो नगरिकन चाहिँ हाम्रो फर्स्ट डाइरेक्टर आमिर केसीलाई चाहिँ मेसेज गरौँ है त। सो मैले चाहिँ मेसेज गर्छु, हजुरले यता देख्न सक्नुहुन्छ। सो आमिर केसी सरलाई मेसेज गरौँ। हेलो सर, लभ योर पर्सनालिटी, बिग फ्यान। ल मैले चाहिँ मेसेज गरिदिइसकेको छु। सो आमिर सरलाई चाहिँ मेसेज गइसकेको छ। अब हाम्रो नेक्स्ट हुनुहुन्छ नवराज सर है त। सो कति पनि ढिलो नगरिकन नवराज सरलाई पनि मेसेज गर्नतर्फ लागौँ है त। अब चाहिँ हाम्रो नवराज सरलाई मेसेज गर्ने पालो आएको छ है त। सो नवराजलाई नि मेसेज गरौँ। नवराजजीलाई मेसेज के भनेर गर्ने भन्दाखेरि हेलो दाजु बिग फ्यान भनेर मैले गरेँ सेन्ड। सो नवराजजीलाई पनि मेसेज गरिसकेको छु। अब नवराज सरलाई नि मेसेज भइसक्यो। अब हाम्रो नेक्स्ट हुनुहुन्छ शशाङ्क कण्डेलजी है त। अब शशाङ्क कण्डेलजीलाई पनि ढिलो नगरिकन मेसेज गर्नतर्फ लागौँ है त गाइज। Now it's time to message our 3rd director of the list है त। सो नवराज सरलाई मेसेज गऱ्यौँ। अब शशाङ्क कण्डेल है त। शशाङ्क कण्डेलजीलाई नि मेसेज गरौँ। हेलो दाजु, बिग फ्यान अफ यु एन्ड योर वर्क, लभ योर मुभिज, किप रकिङ। यति भनेर सेन्ड गरेपछि त कसै रिप्लाई नआउला र होइन गाइज। सो नवराज सर पछि हाम्रो शशाङ्क कण्डेलजीलाई पनि मेसेज गइसकेको छ। सो हाम्रो 3टै डाइरेक्टरलाई चाहिँ मैले मेसेज गर्न सकिसकेँ है त। अब हाम्रो नेक्स्ट सेलिब्रिटीतिर मुभ अन भयौँ है त। यसै गरी चाहिँ मैले हाम्रो लिस्टको अरू सेलिब्रिटीहरू जस्तै कि विपिन कार्कीलाई, सौगात मल्ललाई र धीरज मगरलाई पनि मेसेज गरेर सकिसकेको छु है त गाइज। अब मेसेज गरौँ नेपाली फिल्म इन्डस्ट्रीको एकदमै पपुलर एक्टर अनमोल केसीलाई त। अनमोल केसीलाई पनि मेसेज गरौँ। सो हजुरले आफ्नो स्क्रिनमा देख्न सक्नुहुन्छ। मैले चाहिँ अनमोल केसी सर्च गर्छु, अनमोल केसी। सो अनमोल केसीको प्रोफाइल आइसकेको छ। प्रोफाइल खोल्छु। ल मेसेज गर्नै मिल्दैन त अनमोल केसीलाई त। सो गाइज अनमोल केसीलाई चाहिँ मेसेज गर्न नमिल्ने रहेछ। केही पनि भएन, हामी चाहिँ आफ्नो नेक्स्ट सेलिब्रिटीतिर मुभ अन भयौँ है त। सो गाइज अनमोल केसीलाई चाहिँ मेसेज गर्न मिलेको थिएन। अब चाहिँ हामीले हाम्रो लिस्टको नेक्स्ट सेलिब्रिटी यानि कि जिग्री ब्रो कुमार कटेल सरलाई मेसेज गरौँ है त। कुमार कटेल चाहिँ हाम्रो नेपाली फिल्म इन्डस्ट्रीको वान अफ द फाइनेस्ट कमेडियन एक्टर र अहिले चाहिँ लास्ट चरण भन्ने मुभीको चाहिँ डाइरेक्टर पनि उही हुनुहुन्छ है त। सो अब कति पनि ढिलो नगरिकन कुमार कटेललाई मेसेज गर्नतर्फ लागौँ है त। हजुरले स्क्रिनमा देख्न सक्नुहुन्छ। मैले मेसेज गर्छु है त। हेलो दाजु, सन्चै हुनुहुन्छ भनेर चाहिँ हामीले मेसेज गरौँ है त। ल यसै गरी चाहिँ मैले चाहिँ कुमार कटेललाई पनि मेसेज गरेको छु। अब चाहिँ हाम्रो लिस्टको सेकेन्ड सेलिब्रिटी हुनुहुन्छ महानायक राजेश हमाल है त। अब कति पनि ढिलो नगरिकन राजेश हमाल सरलाई पनि मेसेज गर्नतर्फ लागिहालौँ है त। लेट्स मेसेज राजेश हमाल है त। अब प्रोफाइल खोलौँ। हेलो सरजी, बिग फ्यान भनेर हामीले मेसेज सेन्ड गरौँ। यसै गरी मैले राजेश हमाल सरलाई पनि मेसेज सेन्ड गरिसकेको छु। अब चाहिँ हाम्रो लिस्टको चाहिँ टप सेलिब्रिटी चाहिँ आजको दिनको लागि बालेन शाह। अहिलेको मैले भन्नै पर्दैन, अहिलेको वान अफ दि मोस्ट पपुलर नेपाली चाहिँ अहिले बाले नै हो जस्तो लाग्छ मलाई चाहिँ। किनकि उहाँ टप ऱ्यापर अनि अहिले काठमाडौँमा जुन हिसाबको विकास गरिराख्नु भएको छ, एज अ मेयर पनि उहाँ चाहिँ 100% सक्सेसफुल हुनुहुन्छ है त। अब कति पनि ढिलो नगरिकन बालेन सरलाई पनि मेसेज गर्नतर्फ लागौँ है त गाइस। लेट्स मेसेज आवर फाइनल सेलिब्रिटी अफ द भिडियो बालेन शाह। प्रोफाइल खोलौँ है त। बालेन शाह लेख्यो, सर्च गर्यो, प्रोफाइल खोल्यो। मैले चाहिँ बालेन शाहको चाहिँ मेन आइडीमा चाहिँ मेसेज गरेको छैन किनकि मेन आइडीमा चाहिँ उहाँले राम्रो राम्रो पोस्टहरू अनि भन्न खोजेको त्यही आफ्नो पर्सनल कामको लागि भन्दा पनि प्रोफेसनल कामको लागि चाहिँ युज गर्नुहुन्छ। त्यसैले चाहिँ मैले उहाँको सेकेन्ड आइडीलाई चाहिँ मेसेज गर्नेवाला छु है त। सो सेकेन्ड आइडीलाई मेसेज गरौँ। प्रोफाइल खोलेँ। अब हेलो दाजु, बिग फ्यान। ल गाइस यसै गरी चाहिँ मैले
हाम्रो लिस्टको सबै सेलिब्रिटीलाई चाहिँ मेसेज गर्न सकेको छु। अब चाहिँ 24 घण्टापछि चाहिँ सबैको रिप्लाई हेर्नेवाला छौँ। सो लेट्स वेट फर 24 आवर। सो गाइज इट्स अलरेडी 24 आवर है त, र 24 आवर भइसकेको छ र अब चाहिँ हामीले चाहिँ कसको रिप्लाई आयो भनेर चेक गर्नेवाला छौँ है त। मैले आफैले पनि कसको रिप्लाई भनेर हेरेको छैन। सो अब चाहिँ हामी सँगै चाहिँ कसको रिप्लाई आयो भनेर चेक गर्नेवाला छौँ है त। सो हजुरले चाहिँ आफ्नो स्क्रिनमा देख्न सक्नुहुन्छ। सो पहिला मैले आफ्नो मेसेन्जर खोल्छु। ल आएछ त हो मेसेज त। सुरुमै नवराज शर्माजीको चाहिँ मेसेज आएको छ। सो नवराज शर्माजीले के लेख्नु भएको छ खोलेर हेरौँ है त। सो उहाँले चाहिँ हेलो भनेर लेख्नु भएको छ। ल ठिक छ है त। सुरुमै कसैको मेसेज देख्दा चाहिँ खुसी लाग्यो। पहिलो मेसेज आएको छ। अब हामीले सेकेन्ड मेसेज पनि चेक गरेर कसको आएको छ। मलाई पनि यत्रो विश्वास लागेको थिएन है त गाइस। सो धेरै नै मेसेज आएको रहेछ हामीलाई चाहिँ। अब नेक्स्ट मेसेज चाहिँ हामीलाई आएको रहेछ कुमार कटेल यानि कि जिग्रीको है त। जिग्रीको पनि मेसेज आइसकेको छ हामीलाई। हजुरले आफ्नो स्क्रिनमा देख्न सक्नुहुन्छ। ठिक छ भाइ तिम्रो के छ भनेर लेख्नु भएको छ। अब उहाँको मेसेजको रिप्लाई दिउँ है त। हार्ट रियाक्ट गरौँ एउटा मेसेजमा। त्यसो चाहिँ एकदम ठिक छ दाजु भनेर चाहिँ रिप्लाई गरौँ है त। सो ल कुमार कटेलको मेसेज आएको छ है त। अब नेक्स्ट मेसेज पनि हेरौँ है त कसको आएको छ भनेर। हाम्रो नेक्स्ट मेसेजको पनि चेक गर्ने टाइम आइसकेको छ र नेक्स्ट मेसेज हाम्रो आएको छ आमिर केसी सरको तर्फबाट है त। सो आमिर केसी सरले के लेख्नु भएको छ त्यो पनि हेरौँ है त। आमिर केसी सरले लेख्नु भएको छ थ्याङ्क यू सो मच ब्रदर भनेर। सो आमिर सर एकदम हजुरलाई पनि एकदम वेलकम छ है मेरो मेसेजको रिप्लाई दिनुभएकोमा। अब चाहिँ हामीले हाम्रो नेक्स्ट मेसेजलाई हेरौँ है त। गाइज इट्स टाइम टु सी आवर नेक्स्ट रिप्लाई है। कसको रिप्लाई आएको छ हेरौँ। सो खोलौँ हाम्रो मेसेन्जर। ल महेश त्रिपाठी सरले पनि मेसेज गर्नुभयो है त। महेश त्रिपाठी सरको मेसेज ल के भइरह हौ खोलेर हेरौँ है। थ्याङ्क यू भाइ भनेर लेख्नु भएको छ। सो महेश सर हजुरले यदि यो भिडियो हेर्नु भएको छ भने चाहिँ हजुरलाई पनि एकदम वेलकम मेरो मेसेजको रिप्लाई गर्नुभएकोमा। र यस्तै एक्टिङ गर्दै जानुहोस् र हजुरको मुभी चाहिँ हामीले फिल्म हलमै गएर हेर्नेवाला छ भनेर चाहिँ मैले हजुरलाई भन्न चाहन्छु। सो यसै गरी चाहिँ हाम्रो नेक्स्ट कसको रिप्लाई आएको छ त्यो पनि चेक गरिहालौँ है त ढिलो नगरिकन। सो गाइज नाउ इट्स टाइम टु सी आवर नेक्स्ट मेसेज है त। हाम्रो नेक्स्ट मेसेज गर्नुभएको छ हाम्रो होस्टेल 3 को एकदम खतरा डाइरेक्टर सान कण्डेल सरले है त। सो सान कण्डेल सरले के लेख्नु भएको छ हजुरले चाहिँ हाम्रो स्क्रिनमा देख्न सक्नुहुन्छ। सो एकदम राम्रो रिप्लाई गर्नुभएछ है त। थ्याङ्क यू सो मच सृजन ब्रदर फर योर गुड रेस्पोन्स लर्ड्स अफ लभ भनेर लेख्नु भएको छ। सर हजुरलाई पनि एकदम लर्ड्स अफ लभ हजुरको मुभी चाहिँ यस्तै आउँदै गरोस्। हामीले चाहिँ फुल सपोर्ट गर्नेवाला छौँ र एकदम राम्रो मेसेजको लागि पनि एकदम थ्याङ्क यू। र यसै गरी चाहिँ अरू मेसेज चाहिँ आएको छैन गाइज, मैले धेरै चेक गरेँ। सो आजको लागि चाहिँ यति नै रिप्लाईहरू आयो। सो भिडियोलाई चाहिँ खतराभन्दा खतरा सेयर गर्नु होला, लाइक गर्नु होला, कमेन्ट गर्नु होला र भिडियोमा चाहिँ एकदम राम्रो रेस्पोन्स आयो भने चाहिँ मैले चाहिँ यसको पार्ट 2 चाहिँ कस्तो लिएर आउनेवाला छु नि त। म चाहिँ लाइभ सेलिब्रिटीसँग गएर भेट्नेवाला छु र उहाँहरूको के छ रियाक्सन त्यो बुझ्नेवाला छु है त। त्यसको लागि चाहिँ पहिला यो भिडियोलाई चाहिँ खतरा सेयर गर्नु होला है। सो आजको लागि यति नै छ। सी यु इन नेक्स्ट भिडियो। थ्याङ्क्स फर वाचिङ। तिमीसँग बिताएका पलहरू मनभरि सन्देशहरू लेखाएको छु, सपना जस्तो हर दिन हरा